पार्टी हो, यो महिलाको पार्टी हो, यो दलितहरूको पार्टी हो, यो श्रमिक वर्गको पार्टी हो, यो उत्पीडित क्षेत्रको पार्टी हो। मैले त्यो तारको साथ भने यो किसानहरूको पार्टी हो। किन किसानको पार्टी भन्दाखेरि हामी पनि किसान गरिरहेका छौँ। तपाईहरुबाट सिक्दैछौँ हामी पनि। हामी आलु रोप्न सिक्दैछौँ तपाईहरुबाट, धान रोप्न सिक्दैछौँ तपाईहरुबाट, स्याउ रोप्न सिक्दैछौँ तपाईहरुबाट। देशमा हाम्रो सिन्धुवाला डेङ्गुवाला हाम्रो सबै महासचिव कमरेड विक्रम खेती गरेर आउनु भएको छ। हाम्रो आफ्नो तपाईँले चाहिँ हाम्रो आफ्नो चाहिँ उत्पादन केन्द्रहरू बनाएका छौँ। हाम्रो आफ्नो चाहिँ मार्केटहरू हामीले आफ्नो उत्पादन गरेका सामानहरू बेच्ने पसलहरू खोलेका छौँ। त्यो हाम्रो मात्र होइन, जनताको सामूहिक हो। त्यो हामीले सामूहिक खेतीको सुरुवात गरेका छौँ। यही कार्यमा हेर्नु सक्नुहुन्छ तपाईले। हिमाल गाउँपालिकाको 6 र 7 नम्बरको वडामा जानुभयो भने त्यहाँ हामीले चाहिँ 2500 करोड रोपेका छौँ सबै बिरुवा। त्यो सामूहिक बगैँचा हामी निर्माण गरेका छौँ भनेको हामी सबै एकै ठाउँमा बसेर काम गर्नुपर्छ। तर त्योबाट आउनु पर्छ, त्योबाट आउनु चाहिँ पैसा जो हुन्छ त्यसो सबै चिजले आफ्नो काम अनुसारको। तपाईहरु प्रतिदिन काम गर्नुभयो अर्थात् तपाईहरु सैद्धान्तिक रूपमा भन्नुहुन्छ भने एकीकृत स्वामित्व प्रणाली हामी विकास गरेका छौँ। त्यो अनुसार तपाईँ के हुन्छ, त्यो बाँडिन्छ, वितरण गरिन्छ हाम्रो। त्यसैले तपाईहरु पनि किसान हो, हामी पनि किसान हो। हामी राजनीतिक किसान हो, तपाईहरु माटोसँग लडेर जानुभएको किसान हो। अब तपाईँ हामीले राजनीतिक किसान र माटोसँग लडेर किसानहरू मिलेर यो देशलाई कृषि प्रधान देश बनाउनु पर्छ। र यो कृषि प्रधान देश हो। कृषि प्रधान देशलाई कृषिबाट नै विकास गर्न सकिन्छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ। नेपालको अर्थतन्त्र, आमा अर्थतन्त्र भने कृषि हो। नेपालमा सुन बेचेर पैसा कमाउला भन्ने नसोचे हुन्छ। नेपालका मान्छेले तेल बेचेर कमाउला भन्ने नसोचे हुन्छ। नेपालका जनताले अथवा नेपालीहरूले यदि साउ लियो भने, यदि नेपाली धनी लियो भने एउटा आधार छ कृषि क्षेत्र हो। कृषि क्षेत्रबाट मात्रै नेपाल समृद्ध बनाउन सकिन्छ। कृषिमा लगानी गरेपछि कृषिमा हामी लागेपछि मात्रै नेपाललाई सुकिन समृद्ध बनाउन सकिन्छ। त्यसैले नेपाल कम्युनिस्ट पार्टी माओवादी कृषिमा आबद्ध भएको छ, कृषि क्रान्ति गरिरहेको छ, कृषिमा लागिरहेको छ र जनतासँग जोडेर हिँडेको छ। जनतासँग सहकार्य गर्दै एउटा रेगुलेसन गरिरहेको छ। बन्द बोकेर गरेको होइन कि तपाईँहरूसँग कुटो पाउसो बोकेर हामी तपाईँहरूसँग सहकार्य गरिरहेका छौँ। त्यो सहकार्य गर्न चाहन्छौँ। हाम्रा प्रतिनिधिहरूलाई, हाम्रा उम्मेदवारहरूलाई तपाईँहरूले यसपटक चुनेर पठाउनु भयो भने, निर्वाचित गरेर पठाउनु भयो भने हाम्रा उम्मेदवारहरूले तपाईँहरूको आवाज, तपाईँहरूको समस्या, तपाईँहरूको मुद्दा हाम्रो संसदमा उठाउनु हुनेछ, बोल्नु हुनेछ। यहाँको सेवाका विषयमा, यहाँका चाहिँ अर्ग्यानिक रैथाने बालीहरूका विषयमा, यहाँको बेरोजगारका विषयमा, यहाँ यो जिल्लामा भएका भ्रष्टाचारका विषयमा हाम्रा प्रतिनिधिहरूले, हाम्रा उम्मेदवारहरूले सशक्त आवाज उठाउनु।